त्यो बिफको स्टार्ट चाहिँ कहाँबाट भयो? बिफको स्टार्ट चाहिँ कतिलाई थाहा थिएन होला, जस फर्स्टमा चाहिँ यस्तो भएको थियो। फर्स्टमा चाहिँ यङ वेभले आफ्नो भाइहरू लिएर आउने त्यो कुरा श्रीपेसँग भइसकेको रहेछ, कसैलाई केही थाहा छैन। त्यहाँ एउटा गीत गायो, सबलाई पोक हान्यो। मेरो भाइले नि दामी ऱ्याप हान्छ तिमीहरू भन्दा त गऱ्यो, त्यसको पछि भाइ आयो, त्यसले नै हान्यो। मलाई त थाहा छैन, म त आयो बस्यो हेरिरहेको छु। त्यो सबैमा त अब कोहीले बोल्छ बोल्दैन होइन, कम्पिटिसन हो। हिपहप भने त प्योर कम्पिटिसन हो झन्। अनि मलाई पचेन। अनि त्यस पछाडि मैले गएर भनिदिएको यताउता, तेरो भाइले यस्तो, तेरो भाइ त्यस्तो भनेर, मेरो भाइ त्यस्तो यताउता भन्यो। त्यसलाई पचेन, त्यसलाई चाहिँ पर्सनल्ली गएको जस्तो लागेछ। त्यसले भन्दाखेरि त्यो पनि पर्सनल्ली भयो नि। त्यसले भन्ने ठिक छ, अब यत्रो बच्चाधरि आएर भनेको जस्तो हुँदैन नि त। हामीलाई के भन्नु पऱ्यो अगाडि श्रीपेशले, यसको चाहिँ कन्टेन्ट यस्तो यस्तो छ, यस्तो यस्तो छ, यसरी आउँदैछ। उनीहरूलाई नि कन्टेन्टै चाहिएको त हो, त्यही भएर नभने होला, कसैले पोक गरिदिएला कि भनेर होला नि मेबी। अनि त्यहाँदेखि चाहिँ हो म श्रीपेशको चाहिँ त्यही हो क्या, पर्सनल्ली मैले श्रीपेशले गर्दा बिफ सुरु भएको भने चाहिँ उनीहरूले इन्फर्मेसन क्लियर नगरिदिएर पर्सनल्ली भएको जस्तो भयो। नत्र म त जित्छु भनेर गएको नि होइन, म आफूलाई बिगाउँछु, मेरो मार्केटिङ गर्छु भनेर डे वानदेखि त्यही सोचमा गएको हो। एन्डसम्म पनि त्यही सोचमै थियो। श्रीपेशले चाहिँ क्लियर गरिदिनु पर्ने थियो कति कुराहरू। अब जे होस् ट्रान्सप्यारेन्ट राखिदिएको भए यस्तो यस्तो कन्टेन्टहरू आउँदैछ, यस्तो यस्तो हुँदैछ भने भए पर्सनल्ली जाँदैन थियो होला। अरूहरू चाहिँ म पर्सनल्ली गएको थिएन, गएको पनि छैन, ठिकै छ।